हामीहरूको 2025 को प्रीति भोज यो हिम्रे परिवार सहित हाम्रै फुपू र फुपूका छोरा यहाँ अहिले हाम्रो चियाको ट्याक्क आइटम भयो। हाम्रो दाजुले त्यहाँ यहाँ बैगुन फ्राईका लागि टक्क बनाउँदैछ। हाम्रो भाइले मसला पिसेर ल्यायो, दिपकले मसला। यहाँ दाल भिजाएको छ, यहाँ चामलहरू छन्, सब्जी काट्दै हुनुहुन्छ काकीले। म फुपू र काका एकदम वार्तालाप गर्दै हुनुहुन्छ। यहाँ हाम्रो सब्जी यस्तो छ, भेजिटेबल सब्जी भिडियो बनाएको 2025 को प्रीति भोज के भन्ने हो नि भन्नु। वर्षको लास्टको प्रीति भोज माइतीसित एकदम खुसी भएर माइतीसित खाँदैछ। काका पनि केही बोल्नु। ल एकदम राम्रो छ, चकाचक छ। यहाँ हाम्री भाउजू मोबाइल खेलाएर बस्नुभएको छ, जेठी भाउजू। ए हाम्रो डाक्टर बाबु यहाँ हुनुहुन्छ यता। यहाँ हाम्रो डाक्टर बाबु यहाँ हुनुहुन्छ। यसपालिबाट अब हामीहरूले सोलङमा उहाँलाई राख्यो र अब यसपालि 2025 को पिकनिक ल ल ल सबैले मिलेर अब हाम्रो प्रीतिभोज खाने हाम्रो फ्यामिली पिकनिक। हाम्रा भाराभुरा यहाँ गर्दैछन्, खेल्दैछन्। यो हाम्रो घरको टाइगर हो, हाम्रो घरको टाइगर। यो हाम्रो घरको टाइगर हो, हाम्रो घरको टाइगर टाइगर हो यो टाइगर। यहाँ हाम्रो कुतुरी चाहिँ यहाँ कुतुरी केटाकेटी छन्। ऊ त अर्को टाइगरको ए लाइनमा सर्ट हुन्छ त। यो हाम्रो भाइ सानो छोरो, कान्छा भाइको छोरो, कान्छा भाइको छोरो। उज्यालोमा आइज न, मुख देखा। कान्छा भाइको कान्छो छोरो कि जेठो छोरो? जेठो छोरो। हाम्रो छोरो चाहिँ कताको आएछ? यो हाम्रै दाजुकी छोरी, ठुली छोरी, अर्की माइली छोरी। यो हाम्रो भाइ आयो, यो मेरो छोरो हो। यो कप्लेर आयो। ह्याप्पी न्यू इयर 2025। पिकनिकको सबैजनालाई शुभकामना, नयाँ सालको साथै शुभकामना दिँदै हाम्रो यो पिकनिकको विशेष रमणीय पल हजुरहरूमा पक्राउँदैछु। धन्यवाद।